मानव जाति हो जसले सचेतना सहित आफू बाँच्ने र अरूलाई बचाउने पनि एउटा प्रण सहित आज हामीले पनि यहाँ ब्लड डोनेसन कार्यक्रम आयोजना गरेकोमा मैले पनि एउटा नियमित रक्तदाताको हिसाबले 49औं पटक आज रक्तदान गरिरहेको छु। मलाई यो रक्तदान गर्दा साँच्चै नै मैले एउटा कुनै जीवन कसैलाई दान गरिरहेको छु जस्तो लाग्छ। यो किनभने हामीले प्रत्येक 3 महिनामा नियमित रूपमा रक्तदान गर्दा हामीलाई हाम्रो शरीरबाट खेर जाने रगत हामी कसैले दान गरिरहेका छौँ। अब हामीलाई धेरै साथीहरूलाई चाहिँ रक्तदान गर्दा म कमजोर हुन्छु, रक्तदान गर्दा मेरो रगत सकिन्छ भन्ने खालका मनोभावनाहरू पनि हामीले देख्छौँ। त्यसो चाहिँ होइन। करिब अहिलेसम्म मैले त्यसलाई चाहिँ नियमित एउटा कति दान गरेँ भन्ने हिसाबले हेर्ने हो भने करिब 12.5 लिटरभन्दा बढी रगत चाहिँ दान गरिसकेको छु। सकिएको छैन झन् पछि झन् चाहिँ यो रगत बढेको जस्तो मलाई अनुभूति हुन्छ। त्यसैले